नमस्कार सबैजनालाई प्रसल पेजमा स्वागत छ। आज चाहिँ म तपाईहरुको बीचमा खसीको टाउको र भुँडी कसरी बनाउँछ त्यसको बारेमा देखाउँदै छु। भिडियोलाई इन्जोय गरिदिनु होला। धन्यवाद। ल साथीभाइ हो, आज चाहिँ यहाँ खसीको टाउकोको एकदम बनावटी हुँदैछ र यहाँ चाहिँ गुरुजीले मजाले खसीको टाउको केलाउनु हुँदैछ। कान खसीको टाउको यहाँ हाम्रो सुदेश साथीले चाहिँ फेरि अन्डा भुँडी केलाउनु हुँदैछ। एकछिनबाट रेडी भएर म फेरि तपाईहरुलाई देखाउने छु। तरिका चाहिँ यो रहेछ कान केलाउने। मलाई त आइडिया छैन, खादिन पनि, र पनि यसो भिडियो चाहिँ बनाएर देखाइदिएको तपाईहरुलाई। यहाँ बोइल पानीमा एकदम तताउँदै यसको भुत्ला चाहिँ झिक्नु पर्ने रहेछ। अहिले फेरि हो चिकन र मेवा एकदम काटेर रेडी गर्दैछ। यतिको चाहिँ रमाइलो हुनु पर्यो नि क्याम्पमा। अब फिलहाल अहिले चाहिँ दुईजनाले यति चाहिँ केलाइसक्यो, आधी चाहिँ भइसक्यो। अब कम्प्लिट केलाउनु चाहिँ अलिक 5 मिनट जस्तो लाग्छ होला। यहाँ चाहिँ अब पानीले पुरा सफा गरिसक्यो, रहेको बाँकी चाहिँ ग्यासमा सफा गर्दैछ। यी भुत्लाहरू पुरा डढाउँदैछ। साल अघिसम्म के थियो खसीको टाउको, अहिले के बनायो केलाएर हेर्नुहोस्। एकदम खाने लायकको भयो अहिले चाहिँ। अब यसलाई कटिङ गर्नु छ। कटिङ गर्नुमा चाहिँ हाम्रो गुरुजी एक्सपिरियन्स छ। उहाँले चाहिँ अब हड्डीसँग खान्छ कि मासु मात्रै खान्छ त्यो अनुसार काट्ने छ। यसरी साइडबाट चिर्नु पर्ने रहेछ। अब चाहिँ गुरुजीले कटिङ गर्नु सुरु भयो। अब एकछिनबाट चाहिँ कटिङ भइसकेको भिडियो म तपाईहरुलाई देखाउने छु। यो प्रकारले काट्दो रहेछ, बिचमा चिरेर। हेर्नुहोस्, यो भिडियो तपाईहरुको माझमा ल्याइरहेको छु। खसीको टाउकोको चाहिँ पुरा पोस्ट मोडर्न भइसक्यो। जिब्रो निकालिसक्यो, अब गिदी निकाल्नु बाँकी छ। अब चाहिँ कटिङ स्टार्ट भयो। कटिङ गर्ने तरिका चाहिँ यो रहेछ। हड्डी चाहिँ अलग्गै निकाल्दैछ। दाँतको हड्डी चाहिँ यसरी मजाले साइडबाट मजाले यसरी हल्का गरेर यसरी निकाल्नु पर्ने रहेछ। यो चाहिँ सफा गरेर पानीमा राखिरहेको छ। यो पानीमा राख्यो भने चाहिँ ढाडिन्छ अरे, त्यहाँबाट चाहिँ खानु मजा आउँछ अरे भन्छ। खसीको टाउकोको मासु चाहिँ कटिङ भइसक्यो। आशा राख्छु तपाईहरुले यो भिडियोलाई इन्जोय गरिदिनुहुन्छ होला। र नेक्स्ट भिडियो चाँडै ल्याउने छु। त्यति बेलासम्म धन्यवाद।